सकट्टैले सकट्टै अहिले त छैन क्या हिँड्दै रहेछ ठुर्लुङमा माछा भरिसक्यो यहाँ अझ माछा मरे पौडी खेल्दैछ हाम्रो ड्याक हले बिना माछा जाल खेल्दैछन् छामकाट खोला हो छामकाट खोलाको एकदम असला माछा मरिरहेको छ नि फिटिक 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 गर्दैछन् गर्दै पनि छन् अब दुईवटा जाल लगाउन जान्छन् यो छामकाट हो यो पुरै बाँसी हो आज त हाम्रो यो बिनाले माछा जाल लाउँदैछन् दुईवटा केटाले मुरी लाउँदैछन् राम्रोसँग ला है राम्रोसँग ला त्यो केही नभएको त्यो बामको पछि नभए केही नभएर 4-5 किलो माछा आउनुपर्छ पुरै हो नडराएर डुब 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 गुड केटाहरू गयो भित्र अब माछा कति निकाल्छन् है त्यहाँदेखि हेर आत्तियो रमेश है के आयो हेर आएको छैनन् तिम्रो लगाएकै भन त आज अन्त डुब्दैछ कति 2 किलो भने त 2 किलो भने त दुईवटा बुझ्नु आयो क्या भयो फुरुङ पनि भरिसक्यो यार यी मोरी लागेको केटाहरूले पुरै छामकाट खोलाको बुदुना यो बुदुना डुब्दैछ यहाँ लिन्छ अब सिन त माथि कडा छ यार सिन त कडा आइरहेको छ यार निकाल न केटा माछा निकाल यार त्यही हान माथि एउटा